दाइ मेरो यो ब्राज छ त्यो भनेर तिनीहरूले मलाई खुद देखाएकै छन् भनेको। यसो गर्न मिल्छ भनेको? घसार्दै घिसार्दै लिएर जाने यार, यस्तो नि मिल्छ? प्रहरीले आज दबदबा देखाउन खोजेको, प्रहरीलाई हामीले अब आजबाट यो आन्दोलनबाटै हामीले के भन्न चाहन्छौँ भन्दाखेरि प्रहरीलाई हामीले बहिष्कार गर्छौँ। केटीहरूलाई महिलाहरूको यो प्राइभेट पार्टमा छुने कुन कसले हक दियो? त्यहाँ केटी पुलिसले समात्नु पर्ने हो नि त, होइन? केटा पुलिस लगाएर समातिरहेको छ महिलाहरूलाई, अनि महिलाको प्राइभेट पार्टहरूमा छोएको छ, कपडा च्यातिएको छ यार। यसो गर्न मिल्छ पुलिसले? जब हिजो नै हामीले शान्तिपूर्ण आन्दोलन गर्छौँ भनेर गृहमन्त्री ओम प्रकाशबाट जब यो डिएसपी उनीहरूकै अन्डरमा हो नि त यो भनेको, यहाँ जति पुलिसहरू छन् हो उनीहरूकै अन्डरमा छ नि त, होइन? अनि किन उहाँले बोल्न खोज्नु भएन भन्नु त? उहाँले आदेश दिनुभएको भएर त समाते होला नि त, होइन? बिना यतिकै समात्न सक्छ भनेको उहाँ हो नि त मेन कमान्डर भनेको। अब हेर्नु यहाँ बोल्न सकेको छैन उहाँहरू। केटीहरूलाई तपाईँहरूले प्राइभेट पार्टमा हात लाउने भनेको त्यो उहाँले कसले राइट दियो क्या यस्तो भनेको? दियो कसैले? कुन संविधानमा छ कि केटीहरूलाई के प्राइभेट पार्टमा छोएर भित्र हाल्ने भनेको? त्यो नि बच्चाहरूलाई हेर, दुईटा त ड्रेसमै दियो भनेको स्कुल ड्रेसमा, त्यसो गर्न पाइन्छ भनेको? दुईजना त बच्चाहरूले त मलाई त्यसको भिडियो मैले बनाएको छैन, दाइ मेरो यो ब्राज छ त्यो भनेर तिनीहरूले मलाई खुद देखाएकै छन् भनेको। यसो गर्न मिल्छ भनेको? घसार्दै घिसार्दै लिएर जाने यार, यस्तो नि मिल्छ? प्रहरीले आज दबदबा देखाउन खोजेको, प्रहरीलाई हामीले अब आजबाट यो आन्दोलनबाटै हामीले के भन्न चाहन्छौँ भन्दाखेरि प्रहरीलाई हामीले बहिष्कार गर्छौँ। फेरि पनि हाम्रो यो महिला कुनै पनि साथी या हाम्रो दिदी बहिनीहरूलाई उहाँले हातपात लाउँदाखेरि हामीले उहाँको पहिला जुन चलेको थियो जुन यो झोलेहरूको काण्डमा जुन चलेको थियो यो पुलिस स्टेसन, फेरि त्यही दोहोरिन नपरोस् यो म भन्न चाहन्छु। यो हाम्रो यो पुलिसमा जति पनि छन् उहाँहरूलाई सबलाई भन्न चाहन्छु, एजेन्जी तपाईँहरूलाई हामीले छोड्ने छैनौँ। फेरि पनि यस्तो भयो भने हामी पक्कै उठ्छौँ, जिन्जी एकसाथ भएर उठ्छौँ। हामीले महिलाहरूलाई हामीले सुरक्षा पनि दिन्छौँ, हामी आफै नै गर्छौँ। उहाँले सक्नु हुँदैन सुरक्षा दिन भने हामी आफै रोडमा आएर सुरक्षा दिन्छौँ। हट्नुहोस् तपाईँहरू, प्रहरीको बर्दी खोलिदिनुहोस्। केटीहरूलाई त्यसरी हातपात गर्ने हो तपाईँहरूले? बच्चाहरूलाई स्कुल ड्रेसमा आएको बच्चाहरूलाई च्यात दिने, ब्रा च्यात दिने, यो गर्ने, त्यो त भएन नि त तपाईँको। यहीँबाट डिएसपी साहब त्यही हुनुहुन्छ, बोल्न खोज्नु भएन। भर्खर तपाईँहरूले हेर्नुभयो होला, भागिराख्नु भएको छ उहाँ हामीसँग। जब भिडियो देखाउँदाखेरि मैले समातेको छैन भन्दै हुन्थ्यो अगाडि, जब मैले भिडियो नै प्रुफ देखाएपछि उहाँ भाग्नुभयो। उहाँ अहिले पनि कहाँ भागि नै सक्नुभयो, पुरै भागिसक्नुभयो नि। यो छानबिन हुनु पर्यो। भिडियो मैले सब भिडियोहरू पठाइदिउँला। यो छानबिन हुनु पर्यो, अनि यो जो दोषी छ, जो पुलिस छ, जसले गरे हो तिनीहरूलाई कारवाही हुनु पर्यो, कठघरामा उभाउनै पर्यो तिनीहरूलाई। जेन्जी माथिको दमन हामीले सहन सक्दैनौँ। जेन्जी भन्दै अहिले हाम्रो जेन्जीको जुन हामीले जेन्जीकै नेतृत्वमा प्रधानमन्त्री पनि बनायौँ, हामीले ओम प्रकाशलाई नि हामीले बनायौँ, तर काम गरेको छैन। तिनीहरूलाई त्यही ठाउँबाट हामीले थुतेर निकाल्न पनि हामी सक्छौँ। हामीले बनाएको हामीले थुतेर निकाल्न सक्छौँ। यहीँबाट मैले के